इतिहासकै शक्तिशाली जनमत सहित बालेन्द्र शाह प्रधानमन्त्री बनेको 3 साता पुगेको छ। प्रधानमन्त्रीका रूपमा उनको भूमिका कस्तो रहनेछ, उनलाई इतिहासले कसरी सम्झिन्छ, अहिले आकलन गर्नु हतारो हुनेछ। नेपालको राजनीतिक इतिहासमा 40 जना प्रधानमन्त्री भइसकेका छन्। तीमध्ये कतिपय निरन्तर सम्झना गरिन्छ, कतिपय भने गुमनाम जस्तै छन्। औपचारिक सन्दर्भभन्दा बाहेक चर्चा गरिँदैन। कोसेलीले केही प्रधानमन्त्री कार्यकाल सम्झना गरेको छ। कान्तिपुरको सम्पादकीय समूहले पदमा रहँदा निर्वाह गरेको भूमिका र सार्वजनिक विमर्शमा नाम आइरहने 12 पात्र छनौट गरेका छन्। उनीहरूको पदावधिको चर्चा गर्दा नेपालको मूलभूत शासकीय प्रवृत्ति उजागर हुनेछ भन्ने हाम्रो विश्वास छ। प्रधानमन्त्री निर्वाचित भएपछिको पहिलो संसद अधिवेशनमा केही पनि नबोलेका बालेन्द्र शाह बारे धेरैको धारणा छ। उनी संसदमा धेरै रुचि राख्दैन। एक्सन ओरिएन्टेड प्रधानमन्त्रीको छवि बनाउने कोसिस गरिरहेका उनी प्रधानमन्त्री बन्नुअघि समेत अरू नेता झैँ लामो भाषण र छलफल गर्दैनथे। संसदमा नबोलेका प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा चाहिँ विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मुख्यमन्त्री र अरू नेतासँग श्रृङ्खलाबद्ध संवाद गरिरहेका छन्। त्यस्ता भेटहरू मार्फत आफूले सबैका कुरा सुन्ने सन्देश दिने प्रयास बालेन्द्र शाहले गरिरहेका छन्। सबैसँग आफ्नो क्षेत्रका समस्या र एजेन्डा सुन्दै उनले संक्षिप्त कुरा राख्ने गरिरहेकै छन्। गएको बिहीबार बालेन्द्र शाह भेटेर फर्किएका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया भन्छन्, अरूले चस्मै खोल्दैन भन्नुभएको थियो। चस्मा खोलेर 3 घण्टा एकदम लामो कुरा भयो। जो सुनिएको, त्यो देखिएको, जे देखियो त्यो एकदम महत्त्वपूर्ण वातावरणमा कुरा भयो। यस्तै ताजा समाचार र महत्त्वपूर्ण अपडेटहरूका लागि हाम्रो च्यानल साग ज्ञानलाई सब्स्क्राइब गर्नुहोस्। आजको लागि यति नै, धन्यवाद।